गोर्खा मिडियामा आएको बचत 100 डेजमा फिर्ता हुन्छ कि हुँदैन? 65 करोडभन्दा बढी फिर्ता हुन्छ कि हुँदैन? अब अरू धेरै सहकारीमा बचतमा फसेका ती बचतकर्ताहरूको पैसा फिर्ता हुन्छ कि हुँदैन? 100 डेजभित्र हेर्न बाँकी छ। 100 डेज चाहिँ हामी आरामले हेर्छौँ, समर्थन गर्छौँ, सपोर्ट गर्छौँ र 100 डेज पछाडि राम्रा काम गऱ्यौँ भने स्याबास भन्छौँ र राम्रा काम गरेन र मैले अघि भने जस्तो कतिपय चिजहरूमा चुक्न पुग्यौँ भने हामी खबरदारी गर्छौँ र संसद मार्फत गर्छौँ, मिडिया मार्फत गर्छौँ, सडक मार्फत गर्छौँ। नेपाल राष्ट्रको सार्वभौम सत्ता, नेपाली जनताको सार्वभौम सत्ता, नेपाल राष्ट्रको भौगोलिक अखण्डता, नेपाल राष्ट्रको स्वतन्त्रतामाथि चाहिँ हामी 1 इन्च पनि सम्झौता गर्दैनौँ, कोहीसँग पनि सम्झौता गर्दैनौँ र हामी यति कुरालाई चाहिँ अडानका साथ लिएर अगाडि बढ्छौँ र परिणाम जेसुकै आएको भए पनि हामीले अहिले जनताको बिचमा एउटा निर्वाचनले मात्रै अब सबै कुरा छिनोफानो भयो भन्ने ठाउँमा हामी पनि छैनौँ।